नमस्कार नमस्कार नमस्कार। आज हामीले ब्युटिफुल च्याप्टर एउटा पढ्नेछौँ जसको नाम युनिट एन्ड मेजरमेन्ट। युनिट एन्ड मेजरमेन्ट च्याप्टर हामी पढ्नेछौँ। त्योभन्दा पहिला एउटा कुरा बुझौँ। मेरो नामले थाहा पाइसक्नु भएको होला। अरे यो कोर्स के को लागि हो, कसले पढ्न सकिन्छ भने सिटिभिटीको जसले प्रिपेरेसन गर्दैछ उसको लागि र प्लस 2 तिर इन्ट्रान्सको लागि प्रिपेरेसन गर्दैछ उसको लागि यो टपिक तपाईँको धेरै इम्पोर्टेन्ट हुनेवाला छ। त्यसको सन्दर्भमा कुरा गर्दा मेरो नाम बुझिसक्नु होला, अर्कै महत्त्व र अर्को यहाँ एउटा कुरा बुझौँ। फिजिक्स राम्रो छैन। स्टुडेन्टहरूले भन्छ कि सर मेरो फिजिक्स एकदम विक रहेको छ भने यसको लागि तपाईहरूले एउटा के गर्न सक्नुहुन्छ भने कि तपाईँ फिजिक्सको सबभन्दा पहिला बेसिक म्याथ आउनु पर्यो र त्यसपछि तपाईँको भेक्टर र त्यसपछि युनिट एन्ड डाइमेन्सन भनौँ वा मेजरमेन्ट भनौँ यसलाई। मेजरमेन्ट भनौँ यसलाई। फिजिक्स पढ्नुभन्दा पहिला 11-12 तिर या डिप्लोमाको फर्स्ट इयरमा पनि फिजिक्स पढाइ हुन्छ र 11-12 तिर पनि फिजिक्स। अब राम्रो गर्नुपर्नेलाई त सबभन्दा पहिला तपाईँको ध्यान दिनुपर्ने के हुन्छ भने बेसिक म्याथ र त्यसपछि भेक्टर र त्यसपछि युनिट एन्ड डाइमेन्सन या मेजरमेन्ट। यो त हामी आज सुरु गरिरहेकै छौँ र यसपछि हाम्रो च्याप्टर हुनुहुन्छ भेक्टर र बेसिक म्याथ तपाईँले 10 क्लासमा पढ्नु भएको छैन होला भने हाम्रो यहाँ सर गराइदिनुहुन्छ। मनिष कुशवासहरू हुनुहुन्छ हाम्रो, उहाँ चाहिँ गराइदिनुहुन्छ बेसिक म्याथ र युनिट एन्ड डाइमेन्सन या भेक्टर। पोइन्ट अफ भ्यूले फिजिक्सको हेर्दाखेरि यसमा तपाईँको त यो डेली लाइफमा युज हुने कुरा हो र भेक्टर, यो दुईटा च्याप्टर बिना फिजिक्स अधुरा छ। युनिट एन्ड डाइमेन्सन भयो जुन सधैँ युज भइरहेको छ हाम्रो डेली लाइफमा, र यो जुन भेक्टर छ यो त पुरै फिजिक्समै काम लागिरहेको होला। अगाडि पनि काम लाग्छ, जहाँ पनि जाँदाखेरि युनिट एन्ड डाइमेन्सन र भेक्टर। त्यही सुरुवातमा आज यसलाई हामी सुरु गरौँ र आजको हामी च्याप्टर सुरु गर्दा सबभन्दा पहिला ध्यान दिनुपर्ने हामीले के हुन्छ भने युनिट एन्ड डाइमेन्सनमा युनिट र तपाईको युनिट एन्ड डाइमेन्सन यसो कुरा गर्दाखेरि यो पहिला भयो किन र यो पढ्छौँ कहाँ हामी किन? डेली लाइफमा हेर्दाखेरि तपाईँको सानो सानो कुरालाई युज गर्नलाई प्रयोग गर्नको लागि हामीले यो युनिट एन्ड डाइमेन्सनको काम पर्छ। जस्तै काप्रा नाप्नको लागि, जमिन नाप्नको लागि, लाइटको गतिविधि नाप्नको लागि, कति स्पिडले गइरहेछ त्यो नाप्नको, त्यसको युनिट के हो, त्यसको डाइमेन्सन के हो, त्यो सबले गर्दा युनिट एन्ड डाइमेन्सन धेरै इम्पोर्टेन्ट रहेछ। त्यो सबभन्दा पहिला बुझौँ हामी एउटा पुरानो कन्सेप्टले। सपोज एउटा सर्कल हो, यो हाम्रो के हो? अर्थ। यो हाम्रो के हो? एउटा अर्थ। यो अर्थमा यो एउटा अर्थ छ, यसको दुई भयो। अब यसमा हामी हेर्दा
योलाई हामी हेरौँ। एकातिर इन्डिया छ र अर्कोतिर हाम्रो अहिले धेरै फेमस ट्रेन्डिङमा चलिरहेछ रसिया छ। एउटातिर रसिया छ र अर्कोतिर इन्डिया छ। वर्ल्ड वारको टाइममा इन्डियाले ग्राममा कुनै सामान लिन्थ्यो, यसले भन्थ्यो म त पाउन्डमा युज गर्छु। केमा? पाउन्डमा। यसले भन्थ्यो म सेन्टिमिटरमा कपडाहरू नाप्छु, यसले भन्थ्यो म फिटमा नाप्छु। यसले के भन्थ्यो? मैले फिटमा नाप्छु। यो धेरै कन्ट्रोभर्सियल भयो कुरा वर्ल्ड वारको टाइममा। अहिलेसम्म जति कन्ट्रीहरू डेभलप भएको छ भने र वर्ल्ड वारकै पछि नै सबै कन्ट्रीहरू डेभलप भएको छ। हाम्रो नेपालले भाग लिएन। हाम्रो अरू कन्ट्रीमा ट्रेडिङ हुन्छ तपाईको राफेलको, मिसाइलको। हाम्रो देशमा जहिले पनि एउटा आन्दोलन, सहकारी आन्दोलन, सहकारी पीडित आन्दोलन, त अर्को तपाईको शिक्षक आन्दोलन, अर्को तपाईको चाहिँ डाक्टर आन्दोलन, यो सब भइरहन्छ हाम्रो कन्ट्रीमा। र अरूतिर के भइरहन्छ भने राफेल, मिसाइल, फाइटर प्लेन, यो सबैहरूको इम्पोर्ट भइरहन्छ। अब त्यतिखेरको समयमा तपाईको इन्डियाले ग्रामलाई युज गर्थ्यो र रसियाले पाउन्डमा। यो समस्या भयो सबैलाई। सबैलाई समस्या हुँदाखेरि के वर्ल्डको सबै कन्ट्रीको साइन्टिस्टहरू, ठुल्ठुला साइन्टिस्टहरू बस्यो। साइन्टिस्टहरू बसेपछि तपाईको के भयो भने साइन्टिस्टहरू बसेपछि तपाईको एउटा सिस्टम बनायो। सिस्टम बनायो जुन सिस्टमकै कारण हामी पढ्छौँ युनिट एन्ड डाइमेन्सन। युनिट एन्ड डाइमेन्सन, युनिट एन्ड डाइमेन्सन पढ्छौँ हामी। सो बुझिसक्नु भएको होला युनिट एन्ड डाइमेन्सन किन पढ्छौँ हामी र यसको जरुरी कसरी पर्यो र कहाँनिर आएर यसको जरुरी पर्छ हामीलाई र यसको जरुरी हुनु कारण के हो। हामीले कति कपडा किन्न जाँदा कति मिटर कपडा किन्छौँ? 5 मिटर, 4 मिटर, 2 मिटर। त्यस्तैको लागि हाम्रो यो जरुरी पर्यो। र अब हाम्रो यसमा युनिटको डेफिनेसन। युनिट इज ए स्ट्यान्डर्ड क्वान्टिटी युज टु मेजर एनी एक्सप्रेस फिजिकल क्वान्टिटिज सच एज लेन्थ भयो, मास भयो, टाइम भयो। यो युनिट भनेको के हो पहिला बुझ्नु त। युनिट इज ए स्ट्यान्डर्ड क्वान्टिटी युज टु मेजर एन्ड एक्सप्रेस फिजिकल क्वान्टिटी। फिजिकल क्वान्टिटीलाई एक्सप्रेस गर्नलाई वा मेजर गर्नको लागि हामी के युज गर्छौँ? युनिट। त्यसलाई के भन्छौँ हामी? युनिट। सपोज लेन्थ भयो, मास भयो, टाइम भयो, इटिसी। त्यसपछि हाम्रो आयो मेजरमेन्ट। युनिट एन्ड मेजरमेन्ट पढिरहेछौँ भने युनिट त बुझिसक्यो हामी, अनि मेजरमेन्टको कुराहरू। मेजरमेन्ट द प्रोसेस अफ डिटरमाइनिङ द क्वान्टिटी, साइज अर डिग्री अफ समथिङ युज इज स्ट्यान्डर्ड युनिट। मेजरमेन्ट भनेको के हेर्नु त? द प्रोसेस अफ डिटरमाइनिङ द क्वान्टिटी, साइज अर डिग्री अर समथिङ। द प्रोसेस अफ डिटरमाइनिङ अनि क्वान्टिटीको कुरा गरिरहेको छ, साइजको अर डिग्रीको र समथिङ एज अ युनिट, स्ट्यान्डर्ड युनिट त्यसलाई भन्छ। त्यसलाई के भन्छ? मेजरमेन्ट भन्छ। अनि फिजिकल क्वान्टिटी के हो? फिजिकल क्वान्टिटी आर दोज क्वान्टिटी व्हिच क्यान बी मेजर्ड अर एक्सप्रेस इन टर्म्स अफ ल। फिजिकल क्वान्टिटी त्यो क्वान्टिटी हो जसलाई हामीले एक्सप्रेस गर्न सक्छौँ या मेजर गर्न सक्छौँ या टर्म्स इन ल डिफाइन गर्न सक्छौँ। त्यसलाई के भन्छ? हामी फिजिकल क्वान्टिटी भन्छौँ। यसको इक्जाम्पलमा हेर त मास, लेन्थ अनि टाइम भयो, इटिसी भयो। अब अर्को यसको फर्मुला के हो? फिजिकल क्वान्टिटी क्यूले डिनोट गर्छ म्याग्निट्युड युनिट। यो बुझिसक्नु होला। युएन भनेको युनिट म्याग्निट्युड भयो र यु भनेको युनिट भयो। यसको फर्मुला याद राखिराख्नु होला। नन फिजिकल क्वान्टिटी भनेको हो तपाईँले गर्नुहुन्छ कसैसँग लभ, कसैसँग माया गर्नुहुन्छ, त्यो सबै के भयो? नन फिजिकल क्वान्टिटी। हार्ट ब्रोक भयो, इमोसनल ड्यामेज भयो, त्यो सबलाई के भन्छ हामी? जसलाई नाप्न सक्दैन त्यसलाई के भन्छ हामी? नन फिजिकल क्वान्टिटी भन्छौँ। जसलाई हामी नाप्न सक्दैनौँ, एक्सप्रेस गर्न सक्दैनौँ, कुनै टर्म्स अफ लमा त्यसलाई एक्सप्रेस गर्न सक्दैन, त्यसलाई के भन्छ हामी? नन फिजिकल क्वान्टिटी। के भन्छौँ? नन डेफिनेसन हेर्नु। नन फिजिकल क्वान्टिटी आर दोज क्वान्टिटी व्हिच क्यान नट बी मेजर्ड अर एक्सप्रेस इन टर्म्स अफ ल। केलाई? लभ, फिलिङ, इमोसनल ड्यामेज, यसलाई हामी नाप्न सक्दैनौँ। कसैले त पहिल्यै धोका दियो, धोका दिने भयो त कति धोका दियो त नाप्न सक्नुहुन्न।
मा त भन्न सक्नुहुन्छ, फिल गर्न सक्नुहुन्छ मलाई धोका दियो। सो त्यसकारण नन फिजिकल क्वान्टिटीको बारेमा लभ, फिलिङ, इमोसनल ड्यामेज, स्याड, हार्ट ब्रोकन यो सबको बारेमा फिजिक्समा पढाइ हुँदैन। अगाडि हामी बढौँ, यति डिफिनेसनहरू बुझिसक्नु भएको होला र त्यसपछि हामी अब अगाडि बढौँ। अगाडिबाट क्वान्टिटी, क्वान्टिटी कुन कुन हुन्छ, क्वान्टिटीमा कुन कुन हामी पढ्छौँ भनेको 3 टाइप्स या 2 टाइप्स भनौँ। एउटा के आउँछ हाम्रो, एउटा फर्स्टमा आउँछ फन्डामेन्टल क्वान्टिटिज, फन्डामेन्टल क्वान्टिटी, फन्डामेन्टल क्वान्टिटी र अर्को आउँछ के डेराइभ्ड क्वान्टिटी र त्यसपछि एउटा अर्को के आउँछ, हामीले के पढ्छौँ सप्लिमेन्ट्री क्वान्टिटी यो 3टा हामी पढ्छौँ र यो हाम्रो 10 क्लासको बेस अनुसार र 11 12 तिर पनि यसमै डिफाइन गरेर अगाडि कुरा बढाएको छ र फन्डामेन्टल क्वान्टिटी हामी अब नेक्स्ट यसमा हाम्रो फन्डामेन्टल क्वान्टिटी भनेको के हो, फन्डामेन्टल क्वान्टिटी भनेको के हो पहिला यो बुझौँ। These are those quantities which does not depend upon any other quantity, or not need to any other to define themselves. फिजिकल फन्डामेन्टल क्वान्टिटी त्यो क्वान्टिटी हो जुन अरू क्वान्टिटीमा भर पर्दैन। फन्डामेन्टल क्वान्टिटी त्यो क्वान्टिटी हो जुन अरू क्वान्टिटीमा भर पर्दैन र डिफाइन हुनको लागि अरूको जरुरत पर्दैन। बुझ्नु के हुन्छ, लेन्थको मिटर हुन्छ हाम्रो, सिम्बल भयो एम, मासको किलोग्राम केजी र टेम्परेचरको केल्भिन, टाइमको सेकेन्ड, य सिम्बल भयो के र त्यसपछि इलेक्ट्रिक करेन्ट एम्पियर, ए लुमिनस इन्टेन्सिटीको के हुन्छ क्यान्डेला, सिडीले हामी डिनोट गर्छौँ र एमाउन्ट अफ सब्स्टेन्सको के मोल, यसलाई के रे हामी डिनोट गर्छौँ मोलले डिनोट गर्छौँ। पहिला हामी क्वान्टिटी के पढ्यौँ, क्वान्टिटीमा के गर्यो फन्डामेन्टल क्वान्टिटी, डेराइभ्ड क्वान्टिटी र सप्लिमेन्ट्री क्वान्टिटी, यो हामी 3टा पढ्यौँ र यसपछि अब हामी यसको डिटेलमा पढ्छौँ। अहिले फन्डामेन्टल क्वान्टिटी भनेको दिज आर दोज क्वान्टिटी व्हिच डज नट डिपेन्ड अपन यहाँ छुटिसक्यो, अपन एनी अदर क्वान्टिटी और नट नीड टू एनी अदर क्वान्टिटी टु डिफाइन देमसेल्फ। यो कुनै क्वान्टिटी यसलाई फन्डामेन्टल क्वान्टिटीलाई कसैलाई चाहिँदैन आफूलाई डिफाइन गर्नलाई, यो स्वयं डिफाइन हुन्छ। र त्यसपछि यो हेर्नु एउटा फोटो, यो एउटा फोटो चाहिँ कसको, प्रियङ्का चोपडाको फोटो हो। तपाईहरु सबैले चिन्नुहुन्छ, यहाँ इन्डियन एक्ट्रेस हो। अब हेर्नु विदाउट मेकअप, यो के छ विदाउट मेकअप छ र यो विथ मेकअप छ। यो फन्डामेन्टल क्वान्टिटी मैले के भने, दिज आर दोज क्वान्टिटी व्हिच डज नट डिपेन्ड अपन एनी अदर क्वान्टिटी, जो अरू कसैमाथि भर पर्दैन त्यसलाई के भन्छ हामी फन्डामेन्टल क्वान्टिटी भन्छौँ। र यहाँ हेरौँ डेराइभ्ड क्वान्टिटी, दिज आर दोज क्वान्टिटी व्हिच डिपेन्ड अपन फन्डामेन्टल क्वान्टिटी। Example, acceleration, velocity, etc. अब हेर्नु derived quantity, these are those quantity which depend upon fundamental quantity. Example मा के हो, acceleration, velocity, etc. यो के भनिरहेछ हेर्नु, अपन, डिपेन्ड अपन,
के भर फन्डामेन्टल क्वान्टिटीमा के परिरहेको छ भर परिरहेको छ फन्डामेन्टल क्वान्टिटीमाथि भर परिरहेको छ यसलाई के भन्छ डेराइभ्ड क्वान्टिटी भन्नु हेर्नु यो जुन 7 वटा छ यसलाई मेकअपको जरुरी छैन यो स्वयं हो यसलाई कसैलाई मेकअपको जरुरी छैन यो अरु कसैमाथि भर पर्दैन यो स्वयं आफै यो 7 वटा छ रे यही 7 वटा पछि यही 7 वटाले मिलेर यो तपाईको डेराइभ्ड क्वान्टिटी बनेको हुन्छ यहाँ हेर्नु त यो विदाउट मेकअप छ विदाउट मेकअप के भयो फन्डामेन्टल क्वान्टिटी विदाउट मेकअप वाला फन्डामेन्टल क्वान्टिटी भयो र त्यसपछि तपाईको यो मेकअप वाला फन्डामेन्टल क्वान्टिटी यो के भयो डेराइभ्ड क्वान्टिटी भयो भन्नाले डेराइभ्ड क्वान्टिटी भयो यो भन्नाले तपाईको सुन्नु त यसको युनिटहरुले गर्दा यो तपाईको डेराइभ्ड क्वान्टिटी भयो एक्सेलरेसन यसमा एक्सेलरेसन छ र यसमा त एक्सेलरेसन छैन सो यसमा एक्सेलरेसन छैन यसमा एक्सेलरेसन छैन र अर्को भेलोसिटी पनि यसमा छ यसमा पनि कतै छैन सो मेकअप यसमा के लिपस्टिक आइलाइनर लगाएको होला लिपस्टिक लगाएको छ कानमा लगाएको छ यो के लगाएको छ सो फन्डामेन्टल क्वान्टिटीको भरले डेराइभ्ड क्वान्टिटी जहिले पनि बन्छ अनि डेराइभ्ड क्वान्टिटी जहिले पनि फन्डामेन्टल क्वान्टिटीमा भर परेको हुन्छ सो कुरा कन्सेप्ट क्लियर आएको फन्डामेन्टल क्वान्टिटी कुन क्वान्टिटी हो दिज आर दोज क्वान्टिटी व्हिच डज नट डिपेन्ड अपन एनी अदर क्वान्टिटी उलाई विदाउट मेकअपको हुन्छ उलाई अदर कुनै क्वान्टिटीको जरुरी पर्दैन र डेराइभ्ड क्वान्टिटी के हो भने दिज आर दोज क्वान्टिटी व्हिच डिपेन्ड अपन फन्डामेन्टल क्वान्टिटी फन्डामेन्टल क्वान्टिटी पर निर भर परेको हुन्छ फन्डामेन्टल क्वान्टिटीमा भर परेको हुन्छ सो बुझिसक्नु होला फन्डामेन्टल र यो तपाईको एउटा एक्जाम्पल दिएर देखाइदिए विदाउट मेकअप र मेकअपको यो जुन हुन्छ फन्डामेन्टल क्वान्टिटी विदाउट मेकअप वाला हुन्छ र डेराइभ्ड क्वान्टिटी जुन मेकअप वाला हुन्छ त्यसपछि हामी पढ्छौं के भने सप्लिमेन्टरी क्वान्टिटी यसमा तपाईको दुईटा हुन्छ कुन हुन्छ यसमा तपाईको दुईटा हुन्छ यसमा तपाईको दुईटा हुन्छ एउटा के हुन्छ प्लेन एंगल र अर्को सोलिड एंगल यो दुईटा हुन्छ यो दुईटाको यसमा सिटिभिटीमा तपाईको युनिट सोधिदिन्छ प्लेन एंगलको युनिट के हुन्छ रेडियन जसलाई RAD ले संकेत गर्छ र अर्को हुन्छ सोलिड एंगल जसले केले स्ट्रेडियन हो यसलाई दुईटाको युनिट याद गर्नु होला यसको खासै हामीलाई यसबाट सुन्दा यो के हो तपाईको के हो यो सप्लिमेन्टरी क्वान्टिटीको एउटा प्लेन एंगल र अर्को सोलिड एंगलको यो सिटिभिटीमा तपाईको के सोध्न सक्छ यसको युनिटहरु सोध्न सक्छ +2 तिर यसको युनिट +2 को इन्ट्रान्स तिर तपाईको युनिटहरु सोध्न सक्छ सो त्यसको लागि यो याद गरिरहनु र के प्लेन एंगल र अर्को एउटा सोलिड एंगल भयो त्यस सबै याद गर्ने होला र पछाडीको बुझ्नु भएको छैन होला कमेन्ट गर्नु होला भिडियोमा म तपाईलाई फेरि अर्को भिडियो लेक्चरमा गराउन सक्छु एउटा क्वेशन छ ल क्वेशन छ अल डाइमेन्सन यो अर्कोमा कुराको क्वेशन गरौँला हामी यो दुईटा बुझिसक्नु भएको होला र अब यसपछि हामी क्वेशन हेरौँ अहिलेसम्म पढाएको युनिट अफ हिट को सोधिएको छ सिटिभिटीमा र एउटा कुरा याद राख्नु जति हामी पढेको छौं नि त्यसबाट मात्र तपाईको के सोध्न सक्छ भनेको युनिटहरु सोध्न सक्छ यो भन्दा खासै धेरै क्वेशन सोधिरहेको छैन र अर्को सोध्न सकेन भने युनिट कन्भर्जन सोध्न सक्छ हामीलाई कन्भर्जन गरेर गर्नुपर्छ त्यो पनि सोध्न सक्छ त्यो कुरा अहिलेसम्म पास्ट इयरहरुमा सोधेको क्वेशनहरु सिटिभिटी पास व्हाट इज द युनिट अफ हिट त्यसको के हुन्छ जूल हुन्छ व्हाट इज द स्पेसिफिक हिट क्यापेसिटी जूल पर केजी डिग्री सेल्सियस हिट क्यापेसिटी सोधिएको छ त्यसपछि युनिट अफ प्रेशर सोधिएको छ व्हाट इज युनिट अफ प्रेशर पास्कल छ न्यूटन पर मिटर स्क्वायर बोथ यसको सी हुन्छ व्हाट इज द युनिट अफ हिट एन्ड एनर्जी
हिट इनर्जीको यसको पनि के हुन्छ जुलै हुन्छ हिट इनर्जीको के हुन्छ जुल हुन्छ त्यसपछि एनकेएम टाइम इज मेजर्ड इन सेकेन्ड टाइम इज मेजर्ड इन सेकेन्ड यो तपाईको जतिसुकै जुनसुकै होस् जुनसुकै युनिटमा हामी पढ्दा पनि तपाईको के हुन्छ भने एमकेएस सिस्टम सिजिएस सिस्टम एफपिएस सिस्टम सब सिस्टममा हामीले टाइमलाई केमा मेजर गर्छौँ सेकेन्डलाई गर्छ सेकेन्डमा हामी मेजर्ड गर्छौँ त्यो अब त्यो हाम्रो पास्ट इयरको क्वेसन छ यहाँ पनि हेर्नु पास्ट इयरकै क्वेसनहरू छ अब द भ्यालु अफ स्ट्यान्डर्ड एटमोस्फियर प्रेसर इज कति हुन्छ 760 mm अफ एचजी यसको बी एन्सर भयो त्यसपछि द एसआई युनिट अफ पोटेन्शियल डिफरेन्स इज यसको के हुन्छ यसको वाट द युनिट अफ म्याग्नेटिक फिल्ड इन्टेन्सको के हुन्छ म्याग्नेटिक फिल्ड इन्टेन्सको के हुन्छ टेस्ला र यसको वाट इज द एसआई युनिट अफ पोटेन्शियल डिफरेन्स इज भोल्ट हुन्छ न्युटन हुन्छ वाट हुन्छ एम्पियर हुन्छ के हुन्छ पोटेन्शियल डिफरेन्सको के हुन्छ भोल्ट हुन्छ र अरू क्वेसन हामी हेरौँ पास्ट इयरमा द एसआई युनिट अफ मिन्स वेट अफ सबस्टेन्सको के हुन्छ किलोग्राम न्युटन पर सेकेन्ड दिएछ न्युटन मिटर 2075 साल सिटिभिटीमा सोधेको के हुन्छ न्युटन व्हिच अफ द फलोइङ फर्मुला फ्लोज द ल अफ ग्राभिटेसनको कुन फर्मुला छ यसको अर्थ बुझ्नु है यसरी कसरी लेखेको छ भने m1 m2 बाई जी डी स्क्वायर यसरी बुझ्यो यो बाटाको यो स्ल्यास दिएको अर्थ बुझ्नु होला जीएम यसको कसरी छ जीएम m2 बाई डी स्क्वायर यसरी लेखेको छ यसको के छ यो यस्तो लेखेको छ तो the which of the following फर्मुला फ्लो द ल अफ ग्राभिटेसनको कुन फर्मुला रुल फ्लो गर्छ यो ग्राभिटेसनको ल अफ ग्राभिटेसन सोध्दैछ कुन हो यसमा एफ इक्वल टु जी m1 m2 बाई यसको जी एफ एम एफ डी स्क्वायर जी इक्वल टु जी एम वाई यसको एन्सर के हुन्छ होला एकचोटि सर्च गरेर हेर्नु होला के छ बुकमा दिएको हेर्नु होला वाट इज द एसआई युनिट अफ फोर्सको एसआई युनिट के हो फोर्सको एसआई युनिट के हो क्यालोरी पास्कल जुल फोर्सको युनिट के हुन्छ फोर्सको न्युटन हुन्छ यहाँ 4 नम्बरमा क्वेसनमा के सोधेको छ एसआई युनिट अफ रिलेटिभ डेन्सिटी इज रिलेटिभ डेन्सिटी के हुन्छ रिलेटिभ डेन्सिटीको कुनै युनिट हुँदैन यो हाम्रो फर्स्ट इयरको एसआई युनिट अफ डेन्सिटी यहाँ छ के हुन्छ केजी पर मिटर क्युब एसआई युनिट अफ डेन्सिटीको दिएछ यो तपाईँ आफै गर्नु होला यो पनि 2072 सालमा सोधेको रहेछ द युनिट अफ प्रेसर इज प्रेसर के हुन्छ यो पनि 2071 सालमा सोधेको रहेछ त्यसपछि द एसआई युनिट अफ टेम्परेचर 2071 सालमा सोधेको छ टेम्परेचर के हुन्छ टेम्परेचरको युनिट के हुन्छ त्यो टेम्परेचरको युनिट हामीले यहाँ हेर्नु त टेम्परेचरको युनिट के हो हाम्रो टेम्परेचरको युनिट के हो केल्भिन हो त्यसमा हामी के युज गर्छौँ केल्भिन त जसरी मैले अहिले हेरेर लगाउँदैछु त्यस्तै तपाईहरु पनि याद गर्नुहुन्न भने क्वेशन बन्दैन अब त्यसपछि हामी भर्खर सिस्टमको टेम्परेचरमा भर्खर आथे हामी टेम्परेचरको कुरा गरिरहेको थियौं टेम्परेचरको भने नि मैले एमकेएस सिस्टम एफपीएस सिस्टम सीजीएस सिस्टम त एसआई सिस्टम जुनसुकै सिस्टममा तपाईको के गर्छ टाइमलाई सेकेन्डमै मेजर गर्छ अब सिस्टम अफ युनिट भन्नाले के हो एकचोटी यो यसको बुझौं पढौं डेफिनेसन अलि अ सिस्टम अफ युनिट इज अ कम्प्लिट के हो कम्प्लिट सेट्स अफ युनिट फंडामेंटल एंड डेराइव्ड सिस्टम अफ युनिट भनेको के हो सिस्टम अफ कम्प्लिट सेट अफ युनिट कसो फंडामेंटल एंड डेराइव्ड को कम्प्लिट सेट हो measured all physical quantities अनि त्यसपछि टाइप्स अफ सिस्टम धेरै 8 9 10 मै हामी पढिरहेको छौं हेरिरहेको छौं देखिरहेको कुन छ सीजीएस एमकेएस एफपीएस र एसआई सिस्टम इन्टरनेशनली एक्सेप्टेड छ इन्टरनेशनली एक्सेप्टेड छ अन्तर्राष्ट्रिय लेभलमा एक्सेप्टेड हो बुझ्यो सो इफ सीजीएस लाई के सेन्टिमिटर ग्राम सेकेन्ड र एमकेएस सिस्टम को के मिटर किलोग्राम र सेकेन्ड अनि एफपीएस यो ब्रिटिशहरुले युज गर्छ के फीट पाउन्ड त्यो पनि सेकेन्डलाई टाइमलाई सेकेन्डमा मेजर गरे कुन फुट पाउन्ड सेकेन्ड त्यसपछि एसआई सिस्टम हो हाम्रो एउटा के हो एसआई सिस्टम यो एसआई सिस्टम इन्टरनेशनली एक्सेप्टेड छ अब डाइमेन्सन तपाईहरु एउटा कुरा के ख्याल राख्नु भनेको जति क्वेशन सोध्छ सब
युनिटी मात्र सोधेको छ सिटिभिटीमा। युनिट सोधिया छ, नभए अर्को तपाईँको के सोधिया छ भने युनिट सोधिया छ, नभए अर्को के सोधेको छ भने कन्भर्जन अफ युनिट। 1 न्युटन इक्वल टु कति डाइन हुन्छ, 1 डाइन इक्वल टु कति के हुन्छ, मिटरलाई चेन्ज गर्ने, सेन्टिमिटरलाई चेन्ज गर्ने, ग्राममा, पाउन्डमा, केमा चेन्ज गर्नु, त्यसलाई के भन्छ कन्भर्जन अफ युनिट। हामी त्यो सेकेन्ड लेक्चरमा पढ्छौँ। आज हामी के पढ्छौँ, अर्को यहाँ हामीले तीनटा कुरा गऱ्यौँ, फन्डामेन्टल, सप्लिमेन्ट्री र डेराइभको तीनटा कुरा गऱ्यौँ र त्यसपछि सिस्टम अफ युनिट हामी पढ्यौँ र त्यसको सिटिभिटीमा आएको पास्ट क्वेसनहरू हामीले पढिसकेँ। सिटिभिटीमा आएका पास्ट इयरको क्वेसनहरू हामीहरू पढिसक्यौँ। र तपाईँको अर्को अब यहाँ डाइमेन्सनको कुरा गर्दाखेरि यो तपाईँको एकदम इम्पोर्टेन्ट छ। सिटिभिटीमा डाइमेन्सनको नि सोधिएको रहेछ, डाइमेन्सनको लाइक एस फोर्स, मास, भेलोसिटी, डिस्टेन्स, डिस्प्लेसमेन्टको सोधिन्छ। यसको डिफिनेसनको रिप्रेजेन्ट पावर्स, एक्सपोनेन्शियल पावर र टु व्हिच फन्डामेन्टल क्वान्टिटी लाइक मास, लेन्थ, टाइम मस्ट बी रेज टु एक्सप्रेस अफ फिजिकल क्वान्टिटी। एक्सप्रेस गर्नुपर्ने फिजिकल क्वान्टिटीलाई डाइमेन्सन रिप्रेजेन्ट पावर, एक्सपोनेन्शियललाई रिप्रेजेन्ट गर्छ पावर। व्हिच अफ द फन्डामेन्टल क्वान्टिटी लाइक एज मास, सपोज डिस्टेन्स, एउटा के भयो हाम्रो डिस्टेन्सलाई केमा हामीले लेन्थले मेजर गर्छौँ, लेन्थ होइन, लेन्थको के हुन्छ एल। त्यसपछि डिस्प्लेसमेन्ट, यसको पनि के हुन्छ हाम्रो लेन्थै हुन्छ। लेलाई पनि हामी केले मेजर गर्छौँ यल, यसले मेजर गर्दैन, यसले मेजर गर्दैन, लेन्थ लम्बाइ हो, त्यसले केले रिप्रेजेन्ट गर्छौँ यसले। अब डाइमेन्सनल फर्मुला निकाल्दाखेरि, डाइमेन्सनलमा कुरा गर्दाखेरि हामी मास टाइमलाई केले इन्डिकेट गर्ने, सो हामी केले इन्डिकेट गर्ने हो भने अलिकति बुझिहाल्यौँ। यहाँ हाम्रो कहाँ गयो, भने यहाँ छ। एकचोटि यहाँ मेट्छु यसलाई, अलिकति यसलाई रेज गर्छु, बुझ्नलाई हामीलाई सजिलो हुन्छ। ल, डाइमेन्सनल फर्मुलामा लेन्थलाई एलले रिप्रेजेन्ट गर्छौँ हामी, याद गर्नु होला। मासलाई एमले, टाइमलाई टीले, टेम्परेचरलाई केले और केले, इलेक्ट्रिसिटी एले, क्यान्डेलाको सिडीले र अमाउन्ट अफ सबस्टेन्सको मोलले हामी जुन हेर्नु के छ वा यस्तो दिएको हुन्छ, के छ या त्यस्तो दिएको हुन्छ, त्यसलाई हामी केले ठिठाले गर्न सक्छौँ वा केले डाइमेन्सनल फर्मुलामा हामी युज गर्न सक्छौँ। र अर्को यसलाई आईले पनि हामी गर्न सक्छौँ। आईले इलेक्ट्रिक करेन्टलाई आईले पनि हामी त्यहाँ इन्डिकेट गरेर बनाउन सकिन्छ। मोस्ट अफ द तीनटा कुरा यो तपाईहरूलाई सिटिभिटीमा र प्लस आइएससीतिरको इन्ट्रान्समा, अहिले बालेन स्कलरसिप, भरतपुर महानगरपालिकाको इन्ट्रान्स, धेरै नगरपालिकाहरूमा 11-12को लागि फ्रीमा पढाउने गरिरहेछ, त उहाँहरूको इन्ट्रान्समा यसको बारेमा खासै यहाँसम्म यसरी सोध्दैन, तर यसको रिलेटेड सोध्न सकिन्छ, त्यहाँ हामी बुझौँ। अब हामी एकैचोटि डाइमेन्सनल सबैको निकाल्छौँ, तपाईँहरू हेर्नु होला र बुझ्नु होला। लेन्थ इन्टु ब्रेथ, यसो के हुन्छ, लेन्थलाई पनि एल र ब्रेथलाई पनि एल, यसो के भयो एल स्क्वायर भयो। अब डाइमेन्सन कसरी लेख्ने, ब्राकेटमा यसरी दिने, m0 l0 कसरी हुन्छ, l0 हुँदैन, m0 मास कति छ यसमा 0, l को कति छ 2, t को 0। यो हाम्रो एउटा के भयो, तपाईँको डाइमेन्सनल फर्मुला यसरी एरियाको सोधिन्छ। त्यसपछि भोल्युमको लेन्थ पनि के हो, ब्रेथ पनि यल, यो पनि यल, त यसको के हुन्छ LQ। कसरी लेख्ने, m0 LQ
T0 यसमा टाइम सेकेन्डको कुरै भएन मासको के हुन्छ यम हुन्छ भोल्युमको हामी के पढेको एलक्यू होइन हामी भर्खर भोल्युमको डाइमेन्सन के निकालेको एलक्यू त्यसो के भयो यम 0 हुन्छ 0 हुँदैन यल 0 हुन्छ 0 हुँदैन -3 हुन्छ याद गर्नु होला t को पावर 0 त्यसपछि फ्रिक्वेन्सी 1/टाइम पिरियड t टाइम आयो नि टाइम आयो वा सेकेन्ड आयो सबभन्दा पहिला याद गर्नु होला डाइमेन्सनल फर्मुला युनिटले निकाल्न धेरै गाह्रो छ युनिटले निकाल्न गयो भने हामीलाई धेरै कठिनाइ हुन्छ धेरै गाह्रो हुन्छ सो त्यो भन्दा राम्रो के रिलेटेड गर्नु सपोज हामी जसरी रिलेट गरेको छौँ त्यसरी रिलेटमा याद गर्नु होला यो तपाईको क्वेशन +2 को इन्ट्रान्सतिर सोधिदिन सक्छ र सोधिरहेको पनि छ हामी यहाँ पास्ट क्वेशनमा राखेको छौँ त्यो पनि गरामलाई हेर्नु होला र अहिले पनि निकाल्न सिक्यौ 1/टाइम पिरियडको केले इन्डिकेट गरेका थिए हामी टाइम पिरियडको केले हामीले इन्डिकेट गरेको थिए टाइम आयो भने त्यसलाई केले इन्डिकेट गर्ने टाइमलाई यहाँ टीले इन्डिकेट गरेको केले हामी टीले सेकेन्ड दिएको सेकेन्ड भन्नाले मिटर पर सेकेन्ड आउँछ नि त यस भन्नाले टी बुझ्नुपर्छ यस भन्नाले टी बुझ्नुपर्छ आज हामी धेरैको फर्मुलाको निकाल्छौँ हामी तर आज सुरुमा 19-20 वटाको हामीलाई चाहिएको हुन्छ बुझ्नुभयो यसको बुझ्नुभयो 1/टाइम पिरियड कति हुन्छ m0 l0 t को पावर यो तल छ भने माथि जान्छ भने 1 एउटा डाइमेन्सनल फर्मुला भयो र अर्को त डिस्प्लेसमेन्ट बाइ टाइम डिस्प्लेसमेन्टको के हामी भनेको थियो डिस्प्लेसमेन्ट यल हैन र त्यसपछि टाइम t यसो के हुन्छ l1 t को पावर -1 र m0 यो 1 लेखे नलेखे पनि हुन्छ नलेख्दा नि राम्रो देखिन्छ t को पावर -1 बुझि यहाँ 1 छ यसको पावर केही छैन भने त 1 हो यहाँ छ एउटा लेन्थ छ त्यसपछि एक्सेलरेसन के हुन्छ भेलोसिटीको हामी के निकाल्यौं भेलोसिटीको हामी के निकालेको छौं m0 l t को पावर -1 बाइ टाइम t को पावर यहाँ -1 थियो यो -1 गयो भने के हुन्छ m0 l t को पावर -2 अब हेर्नु मास इन्टु एक्सेलरेसन मासको m र त्यसपछि यता m0 l t को पावर -2 रिलेट गर्नु एउटा याद हुनुपर्छ फर्मुला हेर्नु त m0 l0 t को पावर -2 छ फोर्सको हामी के निकाल्छौँ फोर्सको अब यो त 0 छ यसको त अब एउटा m छ m1 l1 र t को पावर -2 हेर्नु त या त्यसलाई यसरी लेख्दा पनि हुन्छ m l t को पावर -2 m1 l को l t को पावर -2 यहाँ के छ मासलाई हामी केले रिप्रेजेन्ट गर्छौं m ले एक्सेलरेसनलाई केले l एक्सेलरेसनको फर्मुला त हामीले थाहै छ अगाडि नै हामी निकालिसकेको छ जुन हामी यहाँ निकालेको एक्सेलरेसनलाई त्यो ठ्याक्कै यहाँ राख्दिने यहाँ राख्दी त्यसपछि फोर्सको हामी के निकाले m र फोर्सको m l t को पावर -2 इन्टु टाइम त्यो के भयो m l t को पावर -3 m1 l1 t को पावर -3 एउटा टाइम छ एउटा टाइम छ त्यो प्लसमा छ नि त्यसको -2 हुन्छ के हुन्छ -2 यसो के हुन्छ एकचोटि है फ्लोमा मिस्टेक नगरौँ हेर्नु t छ t को पावर के छ t को पावर 1 छ m l t को पावर -1 यो +1 छ उता गयो एउटा घट्यो के हुन्छ -1 भयो बुझ्यौ हामी अनि फोर्सको वर्क किनभने फोर्सको के निकाल्यौं फोर्सको हामी के निकालेको m l t को पावर -1 इन्टु के छ इम्पल्सको फोर्स इन्टु टाइम त हामी निकालिसक्यौं र फोर्स इन्टु डिस्टेन्स यो यसको फोर्स इन्टु डिस्टेन्स के हुन्छ एउटा l इन्टु l त m l यसमा के छ m0 फोर्सको के छ m र त्यसपछि m l t को पावर -1 र एउटा अर्को l थपियो त्यो एउटा 2 m l को पावर 2 र t को पावर -1 त्यसरी हामी निकाल्न सकिन्छौं र बुझ्न सकिन्छ यसलाई म तपाईलाई पीडीएफ को फर्ममा यसको राम्ररीसँग लेखेको म दिइहाल्छु अहिले बुझ्नको लागि बुझ्नुभयो र अर्को अब यहाँ हेरौँ हामी
मास इन्टु भेलोसिटी छ, m को मास हो के m र भेलोसिटीको हामी के निकालेको छौँ हेर्नु त, भेलोसिटीको हामी के निकालेको छौँ, डिस्प्लेसमेन्ट बाई टाइम, डिस्प्लेसमेन्ट बाई टाइम के थियो, यल थियो, टी को पावर -1 थियो, के भयो के को उसको मास इन्टु भेलोसिटी यसको हो, हेर्नु मासको मास भेलोसिटीको यल टी को पावर -1, त्यसलाई कसरी लेख्ने, यम यल टी को पावर -1, यो हाम्रो भयो। अर्को वर्कको हामी के निकालेको थियौँ, वर्कको हेर्नु त, यम यल एल टू एम, यहाँ वर्कको के थियो, यम यल को पावर 2 टी को पावर -1 थियो, टी को पावर -1 थियो, के थियो, टी को पावर के थियो, टी को पावर के थियो -1 थियो, टी को पावर -1 थियो। यहाँ हेर्नु फोर्सको के छ, वर्कको के छ, सिधा वर्कको या एनर्जीको, जुन वर्कको छ यहाँ वर्कको राखिदिनुहोस् र टाइमको वर्कको राखिदिनु र भागा टाइमको गरिदिनु, त्यसरी निस्किहाल्छ सबै। त्यसको फोर्स बाई एरिया, चेन्ज इन टाइम, यसको के हुन्छ, चेन्ज इन डाइमेन्सन यल र ओरिजिनल डिस्टेन्स यल कटेर के हुन्छ, यल को पावर 0, एम को पावर 0, टी को पावर 0, यो के भयो, डाइमेन्सनलेस छ, डाइमेन्सनलेस भर्खर आयो एउटा डाइमेन्सनलेस। र अब सरफेस टेन्सनको भयो तपाईँको मोडुलस अफ इलास्टिसिटीको भयो, त्यसपछि सरफेस इनर्जीको, भेलोसिटी ग्रेडियन्टको, प्रेसर भोल्युमको, त्यस्तै तपाईँको यहाँ छ, त्यो पनि यहाँ छ, सबै एकअर्कासँग रिलेटेड छ, यो हेर्नु। त्यसपछि यो सबै एकअर्कासँग रिलेटेड छ, यो लगभग 11 एन्ड 12 को होल फर्मुला छ, होल फिजिक्सको फर्मुला आइसक्यो, यहाँ होल फिजिक्सको फर्मुला आइसक्यो। यो च्याप्टर मैले अगाडि भने नि, यो च्याप्टरले के दिन्छ भने, हाम्रो यो च्याप्टरले के दिन्छ भनेको तपाईँको कुरा याद राख्नु, एउटा चान्स दिन्छ, होलै भन्दैछु 11 एन्ड 12 को पुरा फर्मुलै नै अगाडि हाल्छ। सो त्यसको लागि अहिलेदेखि नै पढ्दा राम्रो हुन्छ। तपाईँ सिटिबिटीको प्रिपेरेसन गर्दै हुनुहुन्छ भने डिप्लोमा फर्स्ट इयरमा काम लाग्छ, र त्यसपछि 11-12 मा पढ्दै हुनुहुन्छ त्यसलाई पनि काम लाग्छ। यहाँसम्म त एमबिबिएसको इन्ट्रान्समा पनि सोधिरहेको छु यस्ता क्वेसनहरू, डाइरेक्ट फर्मुला राखेर त्यसको डाइमेन्सन, क्वान्टिटी डाइमेन्सन के हो डाइरेक्ट अप्सन दिएर सोधिरहेको छ। यो यति सबैको निकाल्न सक्नुहुन्छ। अब चेन्ज इन डाइमेन्सन, ओरिजिनल डाइमेन्सन, टेम्परेचर यहाँ आयो, सकेसम्म तपाईहरू यहाँसम्म कम्तीमा तपाईहरूले यतिसम्मको फर्मुला, यो कति कहाँ भयो, 23 भयो, र त्यसपछि यहाँ 27सम्म तपाईहरू फर्मुला घोकेर बस्नु होला। त्यसपछि साइन्सतिर सोधेको क्वेसन के छ, व्हिच अफ द फलोइङ एसआई युनिट ग्रेभिटेसन, ग्रेभिटेसन कन्स्टिट्युएन्टको के हो, यसो के हो, यो पनि साइन्सतिर सोधेको छ, 11-12 को इन्ट्रान्सतिर हो। द डाइमेन्सनल फर्मुला अफ टर्कको के हुन्छ, अब त्यहाँ निकाल्नुहुन्छ, तपाईँ याद गर्नुहुन्छ, तपाईँ घोक्नुहुन्छ, त्यसपछि मात्र सल्भ गर्न सक्नुहुन्छ। वाट इज द एसआई युनिट अफ कन्डक्टिभिटी के हुन्छ, वाट इज द डाइमेन्सनल फर्मुला अफ डेन्सिटीको डाइमेन्सनल फर्मुला के हुन्छ, यो सबै घोक्नुपर्छ, निकाल्नुपर्छ। त्यसपछि हाम्रो यो च्याप्टर लगभग सकिन्छ। अब अर्को लेक्चरमा हामीले कुरा गर्दा, अर्को लेक्चरमा होमोजिनिटी प्रिन्सिपल अफ डाइमेन्सनको कुरा गरेर डाइमेन्सन लेस क्वान्टिटी कुन कुन हुन्छ त्यसको कुरा गर्ने, र त्यसपछि अरू सिटिभिटीको र यता 11-12 इन्ट्रान्सको क्वेसन हामी त्यो पनि सल्भ गरौँला। आज पनि धेरै हामी क्वेसन सल्भ गरेको, र भोलि पनि अर्को लेक्चरमा पनि हामीले धेरै क्वेसनहरू सल्भ गर्नुपर्ने हुन्छ। अब हेर्नु, तपाईँको यहाँ इररको एउटा पढ्नुपर्छ, डाइमेन्सनल एनालाइसिस पढ्नुपर्छ, डाइमेन्सन एनालाइसिस पढ्नुपर्छ, डाइमेन्सन एनालाइसिस पढ्नुपर्छ। अर्को तपाईँको इररको बारेमा पढ्नुपर्छ। त्यसपछि सिटिभिटीको पोइन्ट अफ भ्यूले हेर्दा र +2 को इन्ट्रान्सको पोइन्ट अफ भ्यूले हेर्दा तपाईँको डाइमेन्सनल फर्मुला सोधिन्छ, वा डाइरेक्ट युनिट। मैले त सिटिभिटीमा लगभग क्वेसन सबै देखेको डाइरेक्ट युनिटबाट क्वेसन सोधिरहेको छ, त्यो लगभग 10 क्लासमा र 9 क्लासमा भएको जति फर्मुला छ सबैको युनिट घोकिहाल्नु होला। र डाइमेन्सनल सोध्ने सिटिभिटीमा एकदम रेयर केस छ सोधिरहेको, मैले 2060 सालदेखिको हेरिरहेको छु, एकदम थोरै मात्रामा सोधेको छ।
कुनै कुनै मात्र सोधेको छ, नत्र डाइमेन्सनल फर्मुला सोधिरहेको छैन। तर +2 को इन्ट्रान्सतिर 11 को इन्ट्रान्सतिर प्रायः जसोमा सोधेकै छ। यो हिरर छ, यो पढ्नु पर्दैन। यो फर्स्ट इयरमा तपाईँहरू 11 मा पढ्नुहुन्छ र डिप्लोमाको फर्स्ट इयरमा पढ्नुहुन्छ, त्यही पनि हामीले यहाँबाट क्वेसनहरू बन्ने गर्छ, त्यो पनि बनाइदिन्छ। अनि एउटा कुरा, कन्भर्जन अफ युनिटको सिटिभिटीमा पनि सोधिएको छ। कन्भर्जन अफ युनिटको एक युनिटबाट अर्को युनिटमा चेन्ज गर्नलाई कन्भर्जन अफ युनिटको सोधिरहेको छ। हामी आज के कुरा युनिटको कुरा गरिसक्यौँ, डाइमेन्सन पढिसक्यौँ, निकालिसक्यौँ र यहाँ दिएको छ, तपाईँहरू होमवर्कमा गर्नु होला, निकाल्नु होला। र त्यसपछि घोकुर्याउनु होला। रुमको जहाँ देवाल हाम्रो घर हुन्छ, जुन रुममा बसेर पढिरहन्छ, त्यो रुममा एउटा ठुलो चार्ट पेपरमा लेखेर टाँसेर सधैँ आजबाट सधैँ 11 पढ्दै हुनुहुन्छ 12सम्म पढ्नु, टिल्दै कमन इन्ट्रान्ससँग पढ्नु। र अर्को सिटिभिटीमा पढ्दै हुनुहुन्छ भने एटलिस्ट डिप्लोमा एसए फार्मेसी ल्याबतिर पढ्दै हुनुहुन्छ भने कम्तीमा तपाईँले सिटिभिटीको इन्ट्रान्ससम्म घोक्नुपर्छ र त्यसपछि फर्स्ट इयरको एक्जाम नहुन्जेलसम्म याद गर्नुपर्छ, एकचोटि पढ्नुपर्छ। त्यसपछि हामी अर्को लेक्चरमा के गर्ने, होमवर्कमा अर्को लेक्चरमा कन्भर्जन अफ युनिट पढ्ने। के पढ्ने? कन्भर्जन अफ युनिट। युनिटलाई एकअर्काबाट युनिटलाई चेन्ज गर्ने। त्यसपछि इरर पढिहाल्ने, इरर एनालाइसिस। त्यसपछि सिग्निफिकेन्ट इरर पढ्ने हामी। र त्यसपछि डाइमेन्सनलेस त हामी पढ्छौँ। यो धेरैमा गऱ्यो भने 2टा लेक्चरको हुन्छ। अझ धेरैमा युनिट एन्ड डाइमेन्सनको 3 लेक्चरमा हाम्रो सकिन्छ। मिनिमम 3 घन्टाको चेप्टर छ। बुझेर पढ्दाखेरि मिनिमम 3 घन्टाको चेप्टर छ र यसलाई तपाईँ डेली पढ्नु। मैले भने नि सेन्टिमिटर, मिटर, किलोग्राम, सेकेन्ड, यो डेली लाइफमा युज हुने कुरा छ। सो नआत्नु। फिजिक्स कमजोर छ, बुझ्दैन, हामी यहाँ बिस्तारै बुझाउँला। यो 2टा चेप्टर भेक्टर र युनिट एन्ड मेजरमेन्ट राम्ररी पढ्नुहोस्। त्यसपछि लगभग हामी फिजिक्सलाई इजी नै लाग्न लाग्छ। अब हेर्नु, फिजिक्सको कुरा गर्दाखेरि यो युनिट एन्ड मेजरमेन्ट या डाइमेन्सन भनौँ, यो हामीलाई हरेक ठाउँमा चाहिएको छ, हरेक ठाउँमा सोधिएको छ। त्यसपछि तपाईँको डाइमेन्सनको पनि सोधेछ। त्यसपछि भेक्टरमा एक्जियल भेक्टर, पोलार भेक्टर, इक्वल भेक्टर, पार्लेल भेक्टर, एन्टी पार्लेल, नेगेटिभ भेक्टर, तब सेन्स अफ डाइरेक्सन, ग्राफिकली रिप्रेजेन्ट अफ भेक्टर, सिम्बोलिक रिप्रेजेन्ट अफ भेक्टर। त्यसपछि ट्रायंगल ल अफ भेक्टर एडिसन, भेक्टर ल र पार्लेलोग्राम अफ भेक्टर एडिसन। त्यो सब गरेपछि र अर्को कुरा, म्याथ विक छ भने तपाईहरू म्याथलाई स्ट्रङ बनाउनु। बेसिक म्याथ भन्छ नि, फिजिक्स पढेकाले म्याथ नि पढाउन सकिन्छ। हो, तपाईको फिजिक्समा चाहिने भनेको म्याथ नै हो। थोरै डेफिनेसन हुन्छ र म्याथ चाहिन्छ। म्याथ धेरै काम लाग्छ। सो बेसिक म्याथ स्ट्रङ गर्नु। र अर्को युनिट एन्ड मेजरमेन्ट र फ्याक्टर चेप्टर, 3वटा चेप्टर तपाईको मुखमै हुनुपर्छ। नोटबुक पढाएर होइन, मुखमै हुनुपर्छ। त्यसपछि मात्र तपाईहरूलाई फिजिक्स सजिलो लाग्छ। थ्याङ्क यू। र आज हाम्रो आजको ज्ञान क्या है, के बुझ्लो अलि थोडो। नेभर बी प्रिजन अफ योर पास्टको कुरा सोचेर एउटा जेलमा नबस्नु। माइन्डलाई आफ्नो पास्टको कुरालाई जेलमा नराख्नु। नेभर बी अ प्रिजन अफ योर पास्ट थियो, इट्स जस्ट अ लेसन। पास्ट के हुन्छ? लेसन हुन्छ, नट योर लाइफ सेन्टेन्स। यो लाइफ सेन्टेन्स छैन। पास्ट जो भयो बितिसक्यो, अब अर्कोतिर आउनु। ल, आजको क्लास हामी यहीँ सकिन्छ। धन्यवाद, थ्याङ्क यू।